मान्छे मरिसक्यो मान्छे मरिसक्यो दुईजना मरिसक्यो मरिसक्यो नि घाइते छ सिरियस के बन्नु के भयो मरिसक्यो के भएर मर्यो हजुर के भएर मर्यो पुलिसले गोली हान्यो पुलिसले गोली नै हान्यो पुलिसले गोली हानेर मर्या हो अहिले यो आन्दोलन अब अन्तिम मोडमा आइसकेको छ कुनै पनि खालको राजा आउँछ विश्वको शासन अब सकियो अब के हुन्छ यहाँ अब के हुन्छ हाम्रो यो कार्यक्रम भोलि एक दिन भोलि बन्नु छ हाम्रो अब हामी कन्टिन्यू रूपमा हाम्रो कार्यक्रम अगाडि बढ्छ हामी मर्छौँ या मार्छौँ त्यसको कुनै पनि सीमा छैन राजतन्त्र आउनुपर्छ यी अपराधी भ्रष्ट तस्कर नेताहरूले देश छोड्नुपर्छ अब त्यो समय अब आउँदैछ दुईजना मर्यो अनि अरू के भइरहेको छ कतिजना घाइते के भयो अहिलेको अवस्थामा 5 जना घाइते 2 जना मरिसकेको छ भन्ने हल्ला सुनिएको छ 2 जनाको डेथ भएको छ 5 जना सिरियस छ अरू घाइते कति भयो थाहा छैन तर यो निर्णायक अब चाहिँ आन्दोलन हुँदैछ भोलि एक दिन हामीले छोडा पर्सिबाट हामी चाहिँ फेरि पुनः सडक आउँछौँ यो दुईजना मर्यो भन्नुभएको छ 2 नि जना मर्यो भने यो तपाईँले देखेर भन्नुभयो कि यत्तिकै होइन मान्छे मरिसकेको छ भन्ने कुरा पुलिसले पठाएको छ हो प्रहरीले असिन मात्रै होइन गोली पनि प्रहार गरे हो गोली त कति आएन मान्छे मरिसक्यो तपाईँ एउटाको गोली यहाँ छ एउटाको ब्यागमा छ गोली जस्तो कि यतिखेर यहाँहरूले भनेअनुसार दुईजना हाम्रो घाइतेलाई मैले हस्पिटल लानुपर्छ हेर्नु अब सबै मेडिकल बन्द छ हेर्नु न ए हजुर ग्यासले गर्दाखेरि अनि के यो कसरी यस्तो सिर्जना भयो पहिला शान्तिपूर्ण भइरहेको थियो 81 सिर्जना भयो 81 घुसपेट गर्यो कि यताबाट घुसपेट भयो कि के भयो स्टार्ट भयो क्या उताबाट स्टार्ट भएको जस्तो कि यतिखेर उहाँहरूको भनाइअनुसार दुईजनाको मृत्यु भइसकेको भन्ने उहाँहरूको भनाइअनुसार दुईजनाको मृत्यु भइसकेको छ भन्ने कुरो आइसकेको छ भने आधिकारिक रूपमा चाहिँ हामीलाई पनि त्यति थाहा छैन उहाँहरूको भनाइअनुसार दुईजनाको मृत्यु भइसकेको छ र 5 जना घाइते हुनुभएको छ भन्ने कुरो आइरहेको छ यहाँ प्रहरीले असुरका ग्यास सयौँको सङ्ख्यामा असुर ग्यास प्रहार गरिसकेको छ केही मान्छेहरू हामीले घाइते भएको पनि यहाँ भर्खरै हामीले तपाईँहरू सामु एकजना देखाइसकेका थियौँ अब के हुन्छ भन्ने कुरा चाहिँ भन्न सकिन यतिखेर यो तिनकुनेको अवस्था तनावग्रस्त छ यतिखेर देख्न सकिन्छ प्रहरीले असुर ग्यास हानेको हानेछ सयौँको सङ्ख्यामा असुर ग्यास हानेको छ भने जनताहरूमा एकदम आक्रोशित झन्भन्दा झन् बढेको छ उहाँहरूमा आक्रोश बढेर यतिखेर असुर ग्यासको धेरै प्रहार पछाडि मलाई एकदम गाह्रो भयो बोल्नु पर्ने असुर ग्यासको यो ग्यासले गर्दा एकदमै बोल्न सासो नै गाह्रो हुने रहेछ यो जनताहरूको एकदम आक्रोशित बढेको छ त्यहाँमाथि प्रहरीले असुर ग्यास सयौँको सङ्ख्यामा प्रहार गरेको छ अहिले पनि यहाँ उताबाट असुर ग्यास प्रहार गरिराखेको छ हामी उता गएर तपाईँहरू सामु देखाउन सक्दैनौँ किनभने हामीलाई गाह्रो हुन्छ प्रहरीले सयौँको सङ्ख्यामा असुर ग्यास प्रहार गरिसकेको